भन्ने बित्तिकै मलाई एउटा कुरा याद आयो त्यो आज समातिको ट्रकको मान्छे क्या पीडित होला है माया कसको पैसा होला त्यो माया 25 करोड ट्रकमा हालेर ल्याइदिएको है माया त्यो ड्राइभरलाई थाहा थियो होला है ब्रो कि थियो थिएन होला है गाडीमा 25 करोड छ भनेर थाहा थियो नि ड्राइभरलाई त्यो पनि थाहा थियो ड्राइभरलाई के पनि थाहा थियो नि त उसको 3टै बच्चाहरू पनि उसकै घरमा थियो ड्राइभर क्या स्योर होला नि न त त्यत्रो एकजनालाई त त्यत्रो दिँदा त होइन तर अब समात्यो कसरी त्यो छुट्टै डिफ्रेन्ट स्टोरी भयो होइन अब के अरे अनुसन्धान टाइपको होइन पुरा यस्तो ट्रक खोल्दाखेरिमा पैसामा वाइल्ड है तर एउटा कुरा क्या हिजो हो कि हिजो भर्खर नयाँ आइजिपी आएको होइन कताको थियो त त्यही बेला ललितपुरवाला नयाँ आइजिपी बनाएको थियो जस्तो लाग्थ्यो मलाई अस्ति सोमबार भने चाहिँ कहिले आजकै बार हो बुधबार आज मङ्गलबार होइन हिजो रातिबाट उहाँको सिद्धि नयाँ मान्छे चाहिँ आइसक्नुभयो क्या अरे सो त्यो हिसाबमा चाहिँ खतरा हुने आउने बित्तिकै क्या अब टकमा 25 करोड समात्यो क्या त्यो डिल थियो होला नि त उसले अब भाषण दिँदा दिने नेपाल प्रहरीको इतिहासमा तर वाइल्ड हो नि 25 करोड त्यो समात्यो होइन इन्फर्मेसन कहाँबाट आयो भने त्यो खतरा हो क्या कताबाट आयो नि ब्रो त्यो खतरा होइन त्यो अब अनि फेरि छोडिदिनु यताबाट मेन बाटो नआएर टोखातिरको बाटोबाट आइरहेको टोखा के गरेर आयो त्यहाँ ए टोखामा त बाटो सानो छ भाग्न नि मिलेन नि उहाँको 25 करोड ट्रक त भैँसीपाटीमा समात्यो भन्दा पो हामीलाई होला होला भन्दै भन्थ्यो होइन अन्त बालुवाटारमा समात्यो भन्दा होला होला बुढाली गण्डमा समात्यो भन्दा होला नि त भन्दै भन्थ्यो टोखा भन्ने टोका इज द न्यू एपिक सेन्टर भने जस्तो क्या ब्रो हुन्छ टोकामा समात्यो नि ब्रो होइन मान्छेलाई हाम्रो अब देश बचाउ कार्यक्रमलाई 25 करोड त्यो गठा त समात्यो होइन विदेशी मुद्राको भ्यालुएसन चाहिँ 25 करोड जति चेक रेखा त एउटा माका छ ए हो होइन भनेको कहाँ चेक हुन्छ के समात्छ चेक त खल्तीमा लिइहाल्छ नि ड्राइभर त्यही त के कुरा गर्नुहुन्छ यार चेक त केही भएन चेक त चेक गर्न मिलिहाल्यो तर चेकिङ गर्दाखेरि यसरी समाते त साइको भयो होला त्यो समाते पुलिस पनि ढोका खोल्नुहोस् त भन्दाखेरि ओ के हो यस्तो यो कहाँ हुन्छ नि यार रियल काट्दै 25 करोड देखेको हुँदैन नि त्यति पैसा मान्छेहरूले ल भन हामीले अब मलाई 4-5 लाख रुपियाँ दियो भने होइन साइको हुन्छ नि ब्रो पैसाको त्यो साइडै डेन्जर हो क्या रिच भाइब्स भयो होला नि त एकछिन ब्रो पैसा एन्ड पुसी दुईटैको साइड खतरा हो एउटा मान्छेलाई अनि त्यही भएर भन्छ ब्रो दुईटै साइड खतरा हो नि ब्रो होइन कसरी भन्ने अनि कहिले पुसीले बाटो काटिदिन्छ नि यस्तो थुक्नै पर्छ क्या पुसीमा नथुकी हुँदैन फेरि तर त्यो अब त्यो सुन किन्न लाग्यो क्या ब्रो के पुसी र पुसीबाट टाढा जाँदै सुन किन्नलाई के चाहियो त्यो सुन किन्नलाई डलर चाहिँ विदेशी मुद्रा चाहिँ चाइनाको बोर्डरमा सुन किनेर इन्डिया लानलाई होला क्या अनि अब कति सुन ट्रान्सपोर्ट भइरह भन्दाखेरि अब एक ट्रक पैसा क्या ब्रो एक ट्रक पैसा क्या एक ट्रक पैसा भने कति हो थाहा छ एक ट्रक पैसा एक ट्रक भयोमा केटा हो थाहा छ नि तिमीहरूलाई सानो ट्रक सक मिनी भ्यान सानो पनि होइन क्या कहाँ पर्छ अर्थदैन सिमेन्ट हाल्ने ट्रक त्यो होइन अब त्यो जसले त्यो पैसा सुरुमा थियो उसलाई पो थाहा छ कति पैसा छ उसले ट्रक चाहिन्छ हामीलाई भन्यो होला क्या ए सर छ नि हामीसँग भ्यान छ नि भनेको यी अड्छ भ्यानमा भन्ने टाइपको क्या ट्रकमा पैसा क्या ब्रो थाहा छ कच्चा मसँग भनेर म्यान ब्रोले यस्तो हो क्या ब्रो फसा चाहिँ कहाँ जस्तो लाग्छ भन्दाखेरि टक्कला र बाटोमा आउँदै अब भात खानु पऱ्यो कतै भनेर टक्क भात खाएन अब ब्रोले पनि नर्मली अब होइन खाएर आत्मा यहीँ खाइदिन्छु आत्मा मटन नै खाइदिन्छु भनेर टक्क मटन खाएर पछाडिबाट टोका पुरै खोलेर पुरा हाई गयो नि $100 भन्दा राख्नु गाडीमा कति तर समाते क्या ब्रो अब तर इन्फर्मेसन समातेपछि सबैजना तैनाथ भएरै बसिरहेको हुन्छ नि अब तपाईँको थाहा हुन्थ्यो होला ट्रकमा तर ट्रकको चेकिङ त भएन झ्याङमा बसिरहेको हुन्छ कोही आउने बाटो हाइवेमा बसेर चिया खाइरहेको हुन्छ अनि आयो सर आयो रजर सर आयो भन्ने टाइपको होला नि त फिल्मको भाइसमा त्यस्तै त होला नि त यस्तो ट्रक यस्तो टाउको घुमाएर यस्तो गरेर फोन गर्ने टाइपको मागेका छौँ सर यहाँबाट हिँडिसक्यो भनेर ठ्याक्कै त्यो फिल्म जस्तै त हुन्छ नि सर आयो त्यसो आयो रोक यता रोक यता जान्दा दे रोक टाइप ल खोल्नुहोस् उनीहरूको कन्फिडेन्स पनि हुन्छ नि त अब थाहा भइसक्यो नि त पछाडि के छ गाडीमा भनेर अब अहिलेको सिनारियो त थाहा नभएको होइन अब थाहा भइसक्यो नि उनीहरूलाई इन्फर्मेसन आइसक्यो ब्रो हस् सर हस् कति नम्बरहरू ए हजुर हस् थाहा भयो हजुर ड्राइभरको नाम के रे ड्राइभर नाम फोटो ड्राइभर साइबर सबै म्याच लुगा सुगा अब रियल लाइफै फोटो पठाइदिए हुन्छ नि त चेक सर्ट सबै थाहा पाएर होइन
चल्नु आउनुहोस् टाइप भयो नि टक्क चेकिङ खतरा नि ब्रो तर कति कम अमाउन्ट थियो भन्ने थाहा चाहिँ थिएन होला है त्यो त थाहा थिएन होला अलिकति चढाइ भइसक्यो नि मागेका छौँ अनि पछाडि ट्रक खोल्दाखेरि यताहरू ल यो राख्नुहोस् भन्दाखेरि ओहो त्यहाँ पनि रहेछ भन्दा सबले माथि त ठ्याक्क ओ के रहेछ त्यो टाइप होइन त्यो होला नि त्यो कसरी ब्रो अब होइन त्यो 25 करोड पनि थिएन कि त्यो पनि थाहा छैन दाइ भन्ने नै भयो कति अमाउन्ट भन्ने थाहा हुँदैन तर अब गन्दै अब धेरैजना मान्छेहरू गर्ने हुन्छ तर खतरा अपरेसन हो केएन पिल जस्तो यस्तो पैसा भेटेर गर्ने मागेका टेक्निकमा तर क्या खतरा अपरेसन क्या पुरा नेपाल हल्लाइदियो होइन त एउटा ट्रकको एउटा एकचोटिको अपरेसनबाट समात्दाखेरि 25 करोड समात्छ भने त त्यस्तो ट्रक हो त कति पास भएर होला गरेर होला होइन थाहा हुँदैन नि त सबै इन्फर्मेसन हुँदैन नि त सबै ट्रक चेक गर्नु पनि त पोसिबल हुँदैन नि त सिमेन्टको बोराभित्र होला नि मागेको छन् पुरा पैसा अब तिमी नर्मल होइन त अब ल चेकिङ गर्ने टाइट गर्ने चेकिङ भनेर प्रत्येक गाडी चेक गर्न थाल्यो भने त सिस्टमै कहाँ कोही पनि जाँदैन ब्रो त्यो केही पनि चल्दैन नि होइन त्यो हिसाबमा अब प्रोफाइलिङ गर्दै अब इन्फर्मेसनको आधारमा होइन मान्छेले गर्ने हो पुलिसहरू एफिसियन्ट छ नि ब्रो नेतृत्व राम्रो हुने हो नि त नेपाल पुलिस त इन्फर्मेसन वाइज त खतरा हो नि ब्रो अपरेसन गर्नलाई कति नम्बरमा पर्छ भन्दै हो नि ब्रो वर्ल्ड वाइड पनि दामी हो क्या ब्रो एकदम त्यो किनकि पुलिसको अब त्यो एक्जामै अब त्यस्तो त्यो हुन्छ सिआइडी निकाल्नलाई त दिमाग चाहियो नि ब्रो सोच्नु पऱ्यो नि साइको फटागिरीहरू सबै सिकाउँछ फटागिरीहरू सिकाउने भन्दा नि फटागिरी बुझ्या हुनु पऱ्यो क्या हुन्छ त्यो फटाले कसरी सोध्छ भने सोच्नु पऱ्यो क्या त्यो फटाहरूको बिचमा बस्नुपर्छ नि त कतिचोटि त अब पनि फटा हुनु पऱ्यो अनि फटायो क्या अब वकिलको भयो होइन लयरको भयो पुलिसको जागिर त फटाइहरूसँग आउनु त ब्रो होइन असल मान्छेहरू त यतिको जानै जाँदैन पुलिसकोमा परे भएको छ नि कि त मलाई अन्याय भयो सर भनेर उजुरिहाल्नु जान्छ होइन अनि त्यसपछि त्यो उजुरी हाल्नु जेलसम्म हो त्यसपछि त फटैसँग त डिल समातेर ल्याएर फटालाई लिएर राख्नु पऱ्यो होइन फटैसँग डिल हो वकिलको पनि लगभग अब हाफ भने ब्रो ट्रुथ के हो कि होइन नि त वकिलको कुनै पनि केसमा होइन यो के हो कि होइन उसले के केस लिन्छ भन्ने कुरा हो उसलाई थाहा भयो भने फल्स केस लिएपछि त फल्सै भन्ने चाहिँ भयो पनि मैले एउटा कहाँ पढाएको थिएँ क्या ब्रो कसरी भन्न त्यो जज चाहिँ ट्रायलमा हो अरे क्या दुवै लयर पार्टीले थाहा छ क्या ट्रुथ के हो भन्ने जजलाई पनि थाहा छ नि मिलेन गरे भने नगर्नेलाई थाहा छ उसले गरे भने तर जज इज अन ट्रायल रे क्या एउटा कोर्ट केसमा जजले के गर्न मिल्दैन त्यही भएर जजले सबसे धेरै पैसा दिँदो रहेछ नि टाइप कति प्रेसर हुन्छ नि मागेको छ सो अब त्यहाँबाट